ब्रोकर लिस्ट कसरी छान्ने त? कसरी थाहा पाउने ब्रोकर लिस्टको बारेमा? तपाईँ आइपिओ डिमेट र मेरो सर खोल्नुभयो, त्यस पछाडि त्यो सबै भइसके पछाडि तपाईँलाई सेकेन्डरी मार्केट सेयर परेपछि बेच्नको लागि सेकेन्डरी मार्केटमा जानुपर्छ। त्यसको लागि ब्रोकर एकाउन्ट कसरी खोल्ने, सेकेन्डरी मार्केटमा कसरी जाने, त्यो कुरा म सिकाउन गइरहेको छु। भिडियो अन्तिमसम्म हेर्नुहोला। त्यसको लागि सर्वप्रथम तपाईलाई ब्रोकर लिस्ट सबै हेर्न पर्छ, थाहा पाउनु पर्छ। त्यसको लागि यहाँ गुगलमा जाने र ब्रोकर लिस्ट आफू बसेको ठाउँको सर्च गर्ने, त्यो सजिलो हुन्छ। कुनै समस्या परे पछाडि अफिस भिजिट गर्न सकिन्छ। म ब्रोकर लिस्टमा गएर हेर्छु ब्रोकर लिस्ट शेयर संसारमा। शेयर संसारमा गए पछाडि हेर्छु म सबै ब्रोकर लिस्टको नाम आयो। अगाडि ब्रोकर नम्बर, ब्रोकर नेम, एड्रेस, फोन नम्बर र वेबसाइट टिएमएस छ। वेबसाइट अब यहाँ सबै ब्रोकर चेक गर्ने। यसरी आफ्नो वेबसाइट चुज गर्ने। यहाँबाट जसरी म पहिला के चुज गर्ने भने कुनमा डकुमेन्ट चाहिँ थोरै अपलोड गर्नुपर्छ। टिएमएस एकाउन्टको वेबसाइटमा यसरी खोल्ने। म टिएमएस यसरी खोल्छ तपाईको 57 लाई चुज गरेको छु स्टक ब्रोकर। यो चुज गरे पछाडि न्यू रेजिस्ट्रेसनमा जाने। के गर्नु पर्यो, क्लाइन्ट टाइप चुज गर्ने, इन्डिभिजुअल। अनि सबभन्दा पहिला चाहिँ यहाँ तपाईको डकुमेन्ट अपलोड छ। के कुरा मागेको छ, केवाइसी फर्म अपलोड। यो चाहिँ यो जुन आर्य तारा थियो त्यसबाट निकाल्न सकिन्छ। त्यस पछाडि कम्पनी रेजिस्ट्रेसन डकुमेन्ट त्यो पोस्ट गर्ने, अनलाइन एग्रिमेन्ट त्यो पनि डाउनलोड गरेर पोस्ट गर्ने, अनि फोटो अपलोड गर्ने। यति कुरा भए पछाडि पुग्यो यसको। त्यस पछाडि नेक्स्ट गर्ने। सबै 1 MB भन्दा कम हुनुपर्छ भनेर अब हामी यो सबै कुरा थाहा पाए पछाडि अगाडि जाऊ।